एबीके क्रिएशन्स। आखिर यो के हो त? आज हामी यसको पछाडिको मिसन र भिजनको बारेमा अलि गहिराईमा कुरा गर्नेछौँ। आउनुहोस् सँगै मिलेर पत्ता लगाउँ कि यसले के गर्न खोजिरहेको छ। नमस्कार, एबीके क्रिएशन्समा सबैलाई न्यानो स्वागत छ। यो कुनै साधारण ठाउँ होइन, यहाँ सिकाइलाई एकदमै नौलो दृष्टिकोणले हेरिन्छ। अब यो पुरै सोचको पछाडि को हुनुहुन्छ त? उहाँ हो अनुप बाबु कार्की। उहाँ एक शिक्षक मात्र होइन, आफैमा एक आजीवन विद्यार्थी पनि हो। एक यस्तो व्यक्ति जो शिक्षाको शक्तिमा साँच्चै गहिरो विश्वास राख्नुहुन्छ। हो, उहाँको र यो प्लेटफर्मको तर्फबाट फेरि पनि सबैलाई स्वागत छ। यो प्लेटफर्मलाई एउटा नयाँ शैक्षिक साथीको रूपमा सोच्न सकिन्छ। कस्तो साथी? हो, त्यस्तो साथी जसले सिकाइको यात्रामा कहिल्यै साथ छोड्दैन। ल, अब कुरा गरौँ यो प्लेटफर्मको मूल विश्वासको। यसको जग के हो? आखिर सही शिक्षा भन्नाले के बुझिन्छ त? यहाँको विश्वास एकदमै सरल छ। सही शिक्षा त्यो हो जसले सिकाइलाई कस्तो बनाउँछ भन्दा सरल, स्पष्ट र एकदमै सृजनशील बनाउँछ। मतलब गाह्रो कुरालाई सजिलो बनाउने र नयाँ सोच्न प्रेरित गर्ने हो, त्यसैलाई नै वास्तविक शिक्षा मानिन्छ। ल, यो सुन्दा त एकदम राम्रो लाग्यो, होइन त? तर यो सोचलाई व्यवहारमा चाहिँ कसरी उतारिन्छ? आउनुहोस् अब सिकाइको यो नयाँ तरिकाबारे हेरौँ। सोचौँ त, कहिलेकाहीँ हाम्रो परम्परागत सिकाइ कति जटिल र जीवनसँग मेल नखाने जस्तो लाग्छ, होइन र? तर एबीके क्रिएशन्समा चाहिँ फरक छ। यहाँ पढाइलाई हाम्रो दैनिक जीवनसँग जोडिन्छ ताकि हरेक कुरा सरल लागोस् र त्यसको अर्थ पनि बुझियोस्। त्यसो भए यहाँ के पाइन्छ त? ल हेरौँ है। एकदमै सजिलोसँग बुझिने व्याख्याहरू, अनि पढाउने नौलो र सृजनशील तरिकाहरू, साथमा पढ्ने स्मार्ट टेक्निकहरू र सबैभन्दा महत्त्वपूर्ण विद्यार्थीहरूलाई हौसला दिने सन्देशहरू। यो सबैको एउटै उद्देश्य हो, सिकाइलाई प्रभावकारी र रमाइलो बनाउनु। ल, यति सबै कुराको पछाडि अन्तिम लक्ष्य चाहिँ के हो त? आउनुहोस् अब एबीके क्रिएशन्सको खास मिसन के हो त्यसमा अलि नजिकबाट हेरौँ। उद्देश्य एकदमै सरल र स्पष्ट छ। यसलाई 3 भागमा हेरौँ। पहिलो, सिक्ने तरिकालाई अझै राम्रो बनाउन मद्दत गर्नु। दोस्रो, आत्मविश्वास बढाउनु। र तेस्रो, प्रेरणा दिएर अगाडि बढ्ने बाटो देखाउनु। र यो सबैको लागि एउटा खुला निमन्त्रणा हो। सिकाइलाई एउटा साझा यात्राको रूपमा सोचौँ। यो यात्रामा एक्लै होइन, सँगै हिँड्नको लागि गरिएको एउटा आह्वान हो। र अन्तमा यो सबै कुरा एउटै शक्तिशाली मन्त्रमा आएर टुङ्गिन्छ। सिकौँ, बढौँ र प्रेरित बनौँ। यो केवल एउटा नारा मात्रै होइन, यो त एउटा प्रतिबद्धता हो। अब प्रश्न यो हो कि के हामी सबै यो यात्रामा सामेल हुन तयार